भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा थुप्रै ठाउँमा मिचेको छ भन्ने जुन आज सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले प्रतिनिधि सभामा अभिव्यक्ति दिनुभएको छ, त्यो अभिव्यक्तिलाई संसदको रेकर्डबाट, प्रतिनिधि सभाको रेकर्डबाट तत्काल हटाउनुपर्छ। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। संसदमा बोलेको, प्रतिनिधि सभामा बोलेको हरेक कुरा रेकर्डेड हुन्छ। रेकर्ड भइसकेपछि त्यो औपचारिक प्रमाणको रूपमा रहिरहन्छ बोलिएको कुराहरू। र बालेन्द्र शाह कुनै मेयरको रूपमा, कुनै ऱ्यापरको रूपमा बोल्नु भएको होइन। बालेन्द्र शाह प्रधानमन्त्री हुन्। त्यो किन हटाउनुपर्छ भने यसले भोलि गएर भारतसँग वा अन्य सरकारवालासँग समेत सीमा विवादसँग सम्बन्धित विषयमा वार्ता गरिरहँदाखेरि त्यो वार्ताको टेबलमा नेपालको विरुद्धमा नेपालकै प्रधानमन्त्रीले नेपालकै संसदमा बोलेको कुरालाई रेकर्डको रूपमा प्रस्तुत गरेर, प्रमाणको रूपमा प्रस्तुत गरेर हामीलाई भोलि गएर एउटा अप्ठ्यारोमा पार्ने स्थिति पैदा हुन सक्छ। अन्तर्राष्ट्रिय कानुनमा एउटा प्रिन्सिपल अफ स्टपल भन्ने हुन्छ। त्यसले के भन्छ भने राज्यले वा राज्यको आधिकारिक व्यक्तिले औपचारिक रूपमा कुनै एउटा कुरा व्यक्त गरिसकेको छ भने त्यसरी व्यक्त गरिसकेको कुराबाट त्यस्तो राज्य पछि हट्न मिल्दैन र त्यसले भोलि गएर नेपाललाई एउटा ठुलो, जति बेला हामी सीमा विवादसँग सम्बन्धित वार्ता गरिरहेका हुन्छौँ त्यति बेला हाम्रो लागि त्यो किसिमको ठुलो सेटब्याक हुन सक्छ। नेपालको सार्वभौमिकतालाई कमजोर बनाउने किसिमको यो एउटा स्टेटमेन्ट हो र यो स्टेटमेन्टलाई तत्कालको लागि संसदको रेकर्डबाट हटाउनुपर्छ। र मैले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई के अनुरोध गर्छु भने तपाईँ अब ऱ्यापर होइन, तपाईँ अब मेयर मात्र होइन। मेयर हुँदाखेरि त तपाईँले ग्रेटर नेपालको नक्सा राख्नुहुन्थ्यो। अहिले आएर नेपालको जति नक्सा छ त्यो नक्सालाई पनि हामीले मिचेका हौ, त्यसभित्र पनि हामी जग्गा मिचेका छौँ भन्ने किसिमले जुन अभिव्यक्ति दिइरहनु भएको छ यो प्रधानमन्त्रीको हैसियतले बोल्ने कुरा होइन। अब कतिपयले के भनेर डिफेन्ड गरिरहनु भएको छ भने टङ स्लिप होला। प्रधानमन्त्रीलाई संसदको रोस्टममा बसेर टङ स्लिप गर्ने छुट छैन। र धेरैजनाले इन्डियन न्युज च्यानल र इन्डियन पत्रिकाले छापेको नेपालले यति भूमि मिचेको छ भन्ने कुरा, इन्डियन पत्रिकाहरूले छापेको कुरालाई रेफरेन्सको रूपमा दिएर हेर न प्रधानमन्त्रीले भनेको ठिकै हो नि, हामीले त मिचेकै रहेछौँ नि। लाज लाग्दैन तिमीहरूलाई? लाज लाग्दैन? प्रधानमन्त्रीलाई जोगाउने चक्करमा, प्रधानमन्त्रीलाई जिताउने चक्करमा आफ्नै देशलाई हराउनतिर लाग्छौ? लाज लाग्दैन अलिकता पनि? र यो कुरा डिफेन्ड गर्ने कुरा होइन। यसमा प्रतिनिधि सभाले, राष्ट्रिय सभाले, सङ्घीय संसदले प्रधानमन्त्रीबाट माफी माग्न लगाउनुपर्छ। प्रधानमन्त्रीजीले माफी माग्नुपर्छ। प्रधानमन्त्रीजीले आफ्नो स्टेटमेन्ट ब्याक लिनुपर्छ र सभामुखज्यूले यो स्टेटमेन्टलाई रेकर्डबाट हटाउनुपर्छ। र प्रधानमन्त्रीज्यूलाई अर्को के अनुरोध भने तपाईँ अब स्लेक किङ हुन नखोज्नुहोस्। हिस्ट्री भनेको फेरिने कुरा हो। ड्याङमा गएर सभामुखको अगाडि हात उठाएर म बोल्छु आज सरप्राइज भन्ने होइन। तपाईँ सरप्राइज दिनका लागि प्रधानमन्त्री बने होइन। तपाईँलाई नेपाली जनताले बडो जिम्मेवारीको साथमा प्रधानमन्त्री बनाएको हो। त्यसका लागि तपाईँ सरप्राइज दिँदै सरप्राइज भन्ने होइन, हात उठाउने होइन। पहिले समय फिक्स गर्नुहोस्, के विषयमा बोल्ने भन्ने विषय फिक्स गर्नुहोस्, अनि मात्रै बोल्नुहोस्। तयारी पुग्दैन एक दिन नबोल्नुहोस्, पर्दैन बोल्न। एक दिन दुई दिन तयारी गर्नुहोस्, सल्लाहकारहरू राम्रो राख्नुहोस्, सल्लाहकारहरूबाट सल्लाह लिनुहोस्, त्यसपछि के बोल्ने के नबोल्ने भन्ने कुरा टिपोट गरेर मात्र बोल्नुहोस्। तपाईँले बोलेको कुरा केवल तपाईँको विचार होइन, यो ऱ्याप सङ होइन। संसदमा बोल्ने कुरा भनेको ऱ्याप सङ होइन, यो ऱ्याप सङ होइन। यो देश चलाउनु भनेको बहुत गम्भीर कुरा हो। त्यसैले जिम्मेवार हुनुहोस् र जिम्मेवारीको प्रस्तुत गर्नुहोस्। किन भन्दा प्रधानमन्त्रीको मुड स्विङबाट यो देश चल्नु हुँदैन। हाम्रो एउटा स्थिर फरेन पोलिसी हुनुपर्छ। सीमा विवाद सम्बन्धी हाम्रो धारणा स्थिर हुनुपर्छ। परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको धारणा एउटै हुनुपर्छ, फरक हुनु हुँदैन। र प्रधानमन्त्रीको धारणालाई परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति सार्वजनिक गरेर होइन प्रधानमन्त्रीज्यूले त क्रस बोर्डर अकुपेसनको कुरा मात्रै गर्नु भएको छ, हाम्रो पनि किसानहरूले चाहिँ थुप्रै भारतको जग्गा अहिले उपभोग गर्दै जानु भएको छ भन्ने किसिमको कुरा परराष्ट्र मन्त्रालयले निकाल्छ। कति गैर जिम्मेवार भएको तपाईँहरू। प्रधानमन्त्रीलाई डिफेन्ड गर्ने चक्करमा देशलाई हराउनतिर नलाग्नुहोस् न। यही हो हाम्रो परराष्ट्र मन्त्रालयको धारणा। हाम्रो परराष्ट्र मन्त्रालयले यो कुरा मान्छ कि हामीले इन्डियाको ल्यान्डलाई अकुपाई गरेका छौँ र यो हामीले आधिकारिक रूपमा स्पष्टीकरण निकाल्दाखेरि भोलि गएर वार्ताको टेबलमा इन्डियाले हामीलाई राख्ती पार्छ कि पार्दैन? मेरै मोरङ जिल्लाको कुरा गर्छु। मेरै मोरङ जिल्लाको थुप्रै ठाउँमा
सीमाको किल्ला जुन छ, सीमा नाकाको जुन किल्लाहरू छ, त्यो किल्लाहरू अचानक सारिन्छ। सारिने बित्तिकै भोलिपल्ट ठाउँ हुन्छ हिजोसम्म यो नेपालको भूमि थियो, आज यो इन्डियाको भयो। अनि उनीहरूले के भन्न थाल्छन् भने होइन, तिमीहरू इन्डियन ल्यान्डमा इन्क्रोच गरेका छौ, तिमीहरूले सीमा मिचेका छौ। ए बाबा, हामीले मिच्या हो? हाम्रो जग्गा जुन हिजोसम्म हाम्रो जग्गा थियो, आज चाहिँ एसएसबीले त्यो सीमा सारिदिन्छ रातारात, अनि भोलि गएर त्यो जग्गा इन्डियाको भइदिन्छ उनीहरूको क्लेम अनुसार। अनि जुन भाषा इन्डियाले हिजोदेखि बोल्दै आएको थियो हाम्रो जग्गा मिचेर, उल्टै किल्ला सारेर हाम्रो जग्गा मिच्ने, अनि नेपालले हाम्रो जग्गा मिच्यो भन्ने, अनि त्यही भाषा प्रधानमन्त्रीले बोलिदिने हो, त्यही भाषा परराष्ट्र मन्त्रालयले बोलिदिने हो भने इन्डियाको भाषा र तपाईँको भाषामा के फरक र के उद्देश्यको लागि? यो विषयमा विचार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, जिम्मेवार हुनुहोस्।